कृतिको घरमा को हुनुहुन्छ? मेरो घरमा बुवा मम्मी अनि म 2 जना भाइ हो। अब त्यो हुर्काएको 2 जना भाइ एउटा तपाईँ होइन? सो तपाईँलाई हुर्काएको क्रममा छोरी त छोरी होस् भनेर हुर्काइयो कि त छोरा होस् भनेर हुर्काइयो कि अथवा त एउटा नर्मल चाहिँ बच्चा होस् जे मन लाग्छ त्यो गर भनेर हुर्काउनु भयो? अब मलाई चाहिँ त्यस्तो अब सानैदेखि नै 2 जना भाइ अनि म, तर सानो हुँदादेखि चाहिँ अब मामाको छोराहरू पनि हामीसँग बस्ने गर्नुहुन्थ्यो। त्यसले चाहिँ अब हामी 5 जना हुन्थ्यौँ। अब 5 जनामा अब 4 जना छोरा अनि म छोरी। तर कहिले पनि त्यस्तो ट्रिट भएन कि म छोरी अनि उनीहरू छोरा, त्यस्तो कहिले पनि ट्रिट भएन क्या। अनि कस्तो हुन्छ भने अब सबै अब छोरा मान्छेसँग बसेपछि म पनि फेरि त्यस्तै भयो, इन्फ्लुएन्सले त्यस्तै हुनुभयो। ओके, त्यस्तै अब बच्चादेखि अहिलेसम्म एकचोटि पनि त्यो हुन्छ नि गुडिया खेल्ने, त्यो भाँडाकुटी खेल्ने के हुन्छ नि त्यो अहिलेसम्म पनि खेलेको छैन सानोदेखि क्या। यो केटी मान्छेको लागि बनेको खेल्ने कुरा भनेर खेल्ने कुराहरू खेलेको छैन तपाईँले? थाहा पनि छैन। पछि जब अब स्कुलमा पछि अब साथीहरूले त्यो खेल्यो, त्यो भन्थ्यो, क्लासतिर देखाउँथ्यो नि, अचम्म लाग्थ्यो क्या। अब के खेल्या, अब के खेलेको भन्थ्यो क्या। हजुर, यस्तो नि खेल्छ भन्थ्यो, मलाई थाहा थिएन क्या। अब अनि म चाहिँ अब त्यो सानैदेखि त्यही वातावरणमा हुर्केर चाहिँ अब मलाई थाहा नै भएन क्या। अब जस्तै अब त्यो कुरा चाहिँ अब नेचुरल लाग्यो क्या मलाई। अब जुन फ्लोमा गइरहेको थियो, जुन के भन्छ अब प्यारेन्ट्सहरूले मलाई जुन तरिकाले रेज गरिरहनु भएको थियो, त्यो चाहिँ अब भाइहरू बराबरै थियो, दाइहरू बराबर नै थियो नि त। त्यही भएर चाहिँ अब मैले कहिले पनि सोचिनँ कि म छोरी हो, मेरो यो ड्युटी हो, यिनीहरू छोरा हो, यिनीहरूको यो हुन्छ, त्यस्तो कहिले पनि भएन। त्यही भएर चाहिँ अब जुन किसिमले म हुर्केँ राम्रै भयो जस्तो लाग्छ मलाई अहिले।